यस्तो मजा अर्कोचोटि पनि फेरि आउनेछ। तपाईँहरूलाई पनि मिस भइरहेछ है केटा हो। ओइ 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 यताबाट मिसै गर्नु। यहाँ चाहिँ खतराको बाटो जस्तो छ है। चिसो लागेको कट्टु च्यात्यो तिम्रो भाइ च्यातेको छैन। यसरी नै हुँदो रहेछ चौकीदेखि नजानेको रहेछ। आमा यो पोइन्टेर हान्नुपर्ने रहेछ। अहिले चाहिँ हामी ट्याक्क खानासाना खाएर अनि यसमा चाहिँ चार्ज सिट दिएको थियो अनि चार्ज लिएर आइज न चार्ज चाहिँ गरेर अहिले टक्क हामी चाहिँ निस्किँदैछौँ ब्याक टु यहाँ हाम्रो उयो ऱ्याफ्टिङ बोर्ड। अनि ट्याक्क ऱ्याफ्टिङ अब चाहिँ फेरि बबल भइरहेछ। अझै अब अलिकति छ अझै हामी चाहिँ यहाँ कता यहाँ खालि तलतिर आएर चाहिँ टक्क खानासाना खाएर अनि ऊ तल बसेछ अर्को यहाँ तल छ केटाहरू। अनि अब चाहिँ हामी जान्छौँ। यस्तो बबल भइरहेछ नि यस्तो मजा अर्कोचोटि पनि फेरि आउनेछ। तपाईँहरूलाई पनि मिस भइरहेछ है केटा हो। अनि सट्ट अब चाहिँ जाने हो यहाँबाट अनि ब्याक टु फेरि चतराबाट धरा है त। सोई झरो यार केटो भात खाने अहिले रेकर्ड भएको छैन माथि यो भन्दा ठुलोले चाहिँ हान्छ नि
होइन जान्नु त एक्लैले खेलाएर खेलाएर बाहिर निकाल्दा त त्यसलाई त टाइम लाग्छ नि त परिहाल्यो भने खेलाउँदा 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 खेलाइ ल्याउँछ नि त बाहिर एकै ओए अरे यो त ठुलो रहन त्यो रनमा हिँडेको यतिको उचाल खाले है लन्द्रा झ्याङ्ग्रो बजाउँदैछ ल नाच्नु न यहाँ अब चाहिँ बबल ऱ्यापिड भन्दा रहेछ तर यो चाहिँ छाल सागा खतरा आउँदैछ त्यहाँबाट गयो भने त पल्टिन्छ होला नछौँ यहाँ कि जाउँ जाने जाउँ जहाँ ठाउँ अठाउँछ अहिले चाल यो पाइडल हान्न छोडेर डोरी चाहिँ ल यो चाहिँ 12 क्षेत्रदेखि तलको एकदम बबल छ होइन यस्तो सुरु ल यहाँ नि खतरा रहेछ बाँस रहेछ यहाँ दार्जिलिङले बोकेर फेरि ल्याउनु पर्छ जाडो भयो मलाई त पानीले हानेर यहाँ तासिरहेको अन्तर्वार्ता लिनु नि अहिले चाहिँ हामी ट्याक्क हाम्रो यात्रा चाहिँ ऱ्याफ्टिङको यात्रा अब समाप्त हुँदैछ ट्याक्क कोसीको पुल आइसक्यो पक्की पुल अनि चट्टा अब चाहिँ हामी ओर्लिने ठाउँ आइसक्यो गाडी चढ्ने ठाउँ अनि ऊ चाहिँ अब यस्तो मजाले झरेको थियो ऊ चाहिँ सिकिस्तै छ होइन यहाँ केटा सब गाह्रो बनायो यहाँ दुईजनाको निक्लिने बनाएर भनेर फरवर्ड हान केटा हो अब आइपुग्यो हान्दा सकिसक्यो आइजान होइन त्यहीँदेखि हान्दा नि हुन्छ घिर्लिङ ठ्याक्क कोसीको पुलको खतरा आयो ल सक्यो अब सक्यो थाक्यो ऱ्याफ्टिङ चाहिँ सकिसक्यो अब ठ्याक्क कोसी आइपुगिसक्यो
अब हामी चाहिँ धरानतिर जाँदैछौँ तातो हावा हाल्दै यस्तो जम हान्ने हान्नु नि हान्नु जाडो लागिरहेको छ गर्मी हुँदा हान्दिन्छ कि यता सबै हान्नु नि कुन गाडी हो पटक ल है आइपुग्यो कस्तो भयो नि यात्रा एकदम रमाइलो होइन के छ झर्दाखेरि मजा आयो नि होइन स्वर्ग गर्नु पाएन थियो हो सही हो गाडीले हुनुपर्छ नि झर्नु हो सही हो चाहिन्छ नि झर्नु हो यो हान न केटा हो हान गाडी हो र आइपुग्यो अब आइपुग्यो भाइ गाई झर समाएर झर्दा आफै भाइलाई सम्मान गर्नु जस्तो 2 3 गो 1 2 3 गो ल ठिक छ उँभोपट्टि जानुपर्छ पढेपछि यसरी पनि बोक्नुपर्छ है केटा हो यतिको सङ्घर्ष नगरी त कहाँ चढ्न पाइन्छ र है हाम्रो यहाँ टिचर हुनुहुन्छ नि त अगाडि अनि डल्लै बोक्दिएर अनि सकियो नि अनि यसरी हुन्छ त अनि यो पानीहरू चाहिँ फ्याल्दिएको भए हुन्थ्यो नि त यार यसले वेट बढाइदियो यहाँ चाहिँ यो चाहिँ खोलिँदैछ अहिले चाहिँ हामी टक्क अब मासतिर खाजासाजा अनि ड्रेस चेन्ज गर्न जाँदैछौँ ल अहिले चाहिँ हामी टक्क कफी कुन कफी हो चाहियो त मलाई त यो ल अहिले चाहिँ ठ्याक्क हामी धरान आइपुगिसक्यौँ चतराबाट पनि अनि अब चाहिँ हामी ओर्लिसक्यौँ गाडीबाट डगकेटाहरू होइन ल दाइ ल फेरि सम्झिन्छौँ हामी जानु पऱ्यो भने अब चाहिँ लामो ल फेरि अब जानु पऱ्यो भने तपाईँहरूसँग जाउँला है त अब चाहिँ हामी यहाँबाट फेरि हाम्रै गाडीमा जाँदैछौँ बेलबारी र आजको एडभेन्चर चाहिँ कस्तो भयो हाम्रो रमाइलो भयो एभरेजमा ल हाम्रो युवराज क्ले यात्रा जस्तो भयो भने अनि राम्रो भयो अलिकति नमजा भयो एउटा पल्टे झन्डै म र माछा पानी खायो भने चाहिँ भोलासँग मिक्स गरेर त्यही हो सो आजको एडभेन्चर चाहिँ एकदम बबलवाला भयो दामी भयो सोचे भन्दा चाहिँ एकदम बबल भयो मलाई चिसो लाग्छ भन्दै आजलाई चाहिँ बाई